500-600 जना मान्छेले घेरो हालेका छन् यस्तरी घेरो हालेका छन् म बीचमा छु तिनी आर्मीको बीचमा म छु अनि के भन्छन् यसलाई त यसरी मार्ने हैन बलात्कार गरेर आङको कपडा सबै खोल्देर बलात्कार गरिदिन यसलाई मार्ने आङको कपडा सबै खोलेर मार्ने भनेर भन्यो मैले के सोचे यसले आङको कपडा खोलेर बलात्कार गरेर मर्नु भन्दा त बरु यही भिडभाड छोडेर आफ्नो काल हाल्ने भनेर मेरो सोच बनाइरहेको छु के तिनीहरूले मलाई हान्ने मार्ने गरिरहेछन् मैले दिमाग लडाइरहेको छु यही भिडबाट फुङ्गालेपछि त मेरो प्राण त जान्छ भिड गरी यस्तो थियो उपल्लो परबाट तल्लो पर तल्लो परबाट तल्लो पर पछाडि मैले के सोच बनाएँ यसरी बलात्कार गरेर मर्नु भन्दा त बरु यही भिडबाट फुङ्गालेर सिधै ज्यान फाल्नु ठिक फुङ्गालिगे म त हेर्दै बीचबाट फुङ्गालिगे त्यसपछि फुङ्गालेपछि उपल्लो छराबाट तल्लो छरामा जाने बेला घ्याच्चै त्यो बैदाराको बुटा रहेछ त्यसमा मन्टा झ्याच्चै अड्क्यो त्यो मन्चा अड्किने बेला त्यो आर्मी जान सकेन माथि त्यो